तपाईँ हान्नु म हान्दिनँ क्या तपाईँले नहान्दा एडै हुँदैन नि अनि च्यात्यो भने बेकारको अस्ति घाटा लागिसक्यो अब त्यो अस्ति घाटा लाग्यो त्यसलाई त हामीले फालिसक्यौँ होइन तर आज चाहिँ म सिकाउनेवाला छु नि त्यहाँ डेमोन्स्ट्रेसन दिन्छु म तपाईँलाई अनि आँखा चिम्लेर हान्नुपर्छ आँखा खोलेर त जाव हो आँखा चिम्लेर हान्ने आँखा चिम्लेर हान्ने ल ल ल ल गाइस खत्रै चाहिँ हेलो गाइस खत्रै चिज आछ गाइस आँखा हेर्नुहोस् त गाइस पुरै क्लोज हो अब एलिस सरको पालो है गाइस खत्रै ल मैले हानिदिइसकेको मैले आँखा खोलेर हान्नु तपाईँले आँखा खोलेर हान्नु पर्छ च्यात्यो भने रिसन पाउँदैन अब म च्यात्दिनँ च्यात्नु भनेर त हान्नै पाइएन नि सर ल है म हान्छु जुत्ता हान्छु ल गाइस जुत्ता खत्रै एलिस सरको पालो खै ल समाज पुग्यो ल हान्ने हो त ल खत्रै हान्ने सर आज पनि ल चढ्नु पर्यो होइन ल चढाउने यहाँ तपाईँले कसरी चढ्छ खत्रै चढ्नु हेलो गाइस भन्नु पर्यो होइन खत्रै भन्नु पर्यो कुन पाइन हो यो चाहिँ यो चाहिँ इन्डो भने इन्डोनेसियन ए इन्डोनेसियन पाइन खत्रै प्यान्ट हुन्छ अरे च्यातिँदैन नि यो त कुरै छोडिदिनुहोस् यो पहिला जस्तो प्यान्टै होइन जापानिज प्यान्ट भन्दा त बहुत खत्रै हो बल्ले छ खत्रै बल्यो ल है त ल जाउँ है त ल जाउँ ल खत्रै जानु पर्यो सर हेलो गाइज आज पनि इन्डो पाइन्ट इन्डोनेसियन पाइन्ट आएको छ अब खत्रै हुन्छ उहाँले अब छिरेर डेमो देखाइसकेको छ खप्पै छिर्नु पर्यो नि त खत्रै ल रेडी हेलो गाइज खत्रै छ इन्डोनेसियन पाइन्ट आएको छ यसलाई पनि अब सर यो इन्डोनेसियन प्यान्ट त नच्यातिनु पर्ने हो त सर कसरी हो तपाईँले त दुख्यो क्या मलाई चाहिँ दुख्यो भाइहरूले राम्रोसित समातेन कि यसको त बटन पनि छैन यहाँबाट यहाँसम्म इन्डोनेसियन प्यान्ट पनि हान्दै हो तपाईँले त यार अस्ति जापानिज पनि हानेकै हो मोजा निकालेर हान्नुपर्ने रहेछ मजा चाहिँ किन निकाल्नु पर्यो सर यति प्यान्ट हान्नलाई भने मैले अघि तपाईँलाई भने तपाईँले गर्दा ठिक थियो त मलाई नदिए अब मैले आँखा चिम्लेर हानेको छु सर यार तपाईँले त कमसेकम आँखा खोलेर हान्दा त सिधा त हान्नु पर्यो नि ए दुख्यो कि कस्तो त्यो मोजा चिप्ल्यो होला नि सर निकालेर हान्नु पर्ने होइन मोजा चिप्लेर चाहिँ त्यहाँ दुख्यो भाइले कसरी समाते देखाउ त तिमीले समाते अलिकति जोड बल लागेको छ क्या भाइले त्यो बेला हेर त इन्डो त पाइन्टै भन्छ नि अर्को मोजा खोलेर हानु अब मोजा खोलेर हाने नि उयो हो नखोले हाने नि उयो हो अब एड यही हो अब हान्ने पारा यही हो जहिले पनि आज मोजा खोलेर अस्ति मोजा लाग्थ्यो के लाग्छ मैले अस्ति मोजा खोलेर हान्छ नि त मोजा खोलेर हान्न त म दिँदै दिइनँ अब यो पनि गइसक्यो भाइ यो पनि गइसक्यो भाइ हुनेवाला छैन नानी अब नानी अब यस्तो पारेपछि त कहाँ हान्न दिन्छु त सधैँ भने त्यो मोजा खोलेर हाने चाहिँ के अरे उयो हुन्थ्यो क्या मोजा खोलेर हाने चाहिँ ठ्याक्कै छिर्थ्यो मोजाले चिप्ले क्या ट्याक्कै पाऱ्यो क्या मोजाले त झन् झट्टै चिप्लेर भित्र छिर्नु पर्ने त प्लास्टिक जस्तै हो त सर मोजा हुने त मोजा खोलेर एकचोटि मोजा खोलेर हानु नि त्यहाँबाट हुन जाउँ न लिएर अब मोजा सोजा खोलेर हानिन्न सर अब एड अब मलाई पुग्यो सर एलिस सरले हान्ने एड जति मलाई पुगिसक्यो अब अर्को चाहिँ नगर्ने अब नगर्ने सर यस्तो पाराले नि पाइनको कहिले एड हुन्छ सर जहिले आछ च्याट्दै आछ जहिले आछ अर्चोटि नगर्ने सर अब मलाई पुगिसक्यो अनि पैसा अझ तपाईँलाई मैले पैसा दिनुपर्ने एडको अरू केही छैन मेरो पाइन चाहिँ ध्वस नपारेर च्यात्ने अनि अझ मैले चाहिँ पैसा दिनु पर्यो रे एडको पक अर्कोचोटि आउँछु त अर्कोचोटि आउँला आउनुहोस् तपाईँ जहिले आउनुहोस् केही फरक पर्नेवाला छैन अर्कोचोटि आउँदैन अर्कोचोटि नआएर कसरी समात्छु मलाई थाहा छ अर्कोचोटि यो पाइट तपाईँले लिएर जाने यो के काम मलाई अर्कोचोटि आउँला पक तपाईँ आफै लिएर जाने त्यो पाइट खोइ अझ यो पाइट खोइ